मतपेटिकाको सिल गर्दैछौँ। तपाईँले हेर्नुहोस् यहाँभित्र केही पनि छैन। यो प्रत्येक क्यान्डिडेटलाई देखाएर हामी सिल गर्दैछौँ। अब त्यस्तै गरी यतातिर हामीको पिला फुलित फुल बन्नेछौँ काँधमा काँधा मिलाई यो देशलाई थाम्नेछौँ काँधमा काँधा मिलाई यो देशलाई थाम्नेछौँ आजका हामीको पिला चुनावमा भोट हाल्ने हाम्रो अधिकार मतबदर हुन सक्छ बुहाई विचार एउटा हुन्छ एउटा मतपत्रमा एक एक छाप लाउनु पर्छ सबै खण्ड मन परेको चिन्हलाई बिर्सनु चाहिँ हुन्न तलमाथि दायाँ बायाँ रेखा छुनुहुन्न स्थानीय तहका 7 जना उम्मेदवारलाई नमस्कार, म रामजी पाण्डे, प्रिन्सिपल भिग्रीबडी स्कुल भरतपुर महानगरपालिका वडा नम्बर 3। आज हामीले विद्यालयमा विद्यार्थीहरूलाई लर्निङ बाई डुइङ भन्ने सिद्धान्तका साथ विद्यार्थीहरूलाई सहभागी भएर कार्यक्रम सम्पन्न गर्न गएका छौँ। आज विद्यार्थीहरूले निर्वाचन मार्फत आफूले रोजेको हेड बोय र हेड गर्ल चयन गर्न गइरहनु भएको छ। यस कार्यक्रम सम्पन्न गर्नको लागि हाम्रो विद्यालयका शिक्षक रामजी पाण्डे सर एउटा निर्वाचन आयुक्तको रूपमा पनि उहाँले जिम्मेवारी भूमिका निर्वाह गरिरहनु भएको छ भने विद्यार्थीहरू पनि एउटा भलिन्टियरको रूपमा सहयोग गरिरहनु भएको छ। शिक्षक साथीहरू पनि यस कार्यक्रमलाई सफल बनाउनको लागि जिम्मेवारीपूर्वक ढङ्गबाट अगाडि बढिरहनु भएको छ भने विद्यार्थीहरूको उपस्थिति पनि पूर्ण ढङ्गबाट सहभागी रहिरहेको छ। विद्यार्थीहरू अब विद्यालयमा को चार हाउस मध्ये आफूले चाहेको नेताहरू चुन्न गइरहनु भएको छ। ब्लू हाउस, त्यस्तै गरेर हामीसँग रेड हाउस अनि येलो हाउस र अर्कोतर्फला अन्तिममा ग्रिन हाउस छ र विद्यार्थीहरू हरेक हाउसका विद्यार्थीहरू एउटा लाइनमा मतदान गर्न तम्काएर भएर बसिरहनु भएको छ। त्यो विद्यार्थीहरूलाई सहयोग गर्नको लागि भलन्टियर विद्यार्थी साथीहरू पनि हुनुहुन्छ भने शिक्षक साथीहरू पनि निर्वाचन अधिकृत र बुथ मेम्बरको रूपमा विद्यार्थीहरूलाई सहभागी गराइरहनु भएको छ। यस कार्यक्रम मार्फत आजको यस निर्वाचन मार्फत विद्यार्थीहरूले आफूले चाहेको नेता छान्नुहुनेछ र त्यही नेताले दिएको निर्देशन अनुसार उहाँले भोलि आउने दिनहरूमा आफ्नो कार्यक्रमहरूमा सहभागी गराउनेछ र यसरी हामीले निर्वाचन आयोगले ल्याएका यी सम्पूर्ण निर्वाचनका सामग्रीहरू प्रयोग गरेर विद्यार्थीहरू एउटा प्रयोगात्मक ढङ्गबाट निर्वाचन सम्बन्धी एउटा ज्ञान दिन गइरहेको छौँ भने विद्यार्थीहरूले पनि निर्वाचन आयोगको काम के हो, कर्तव्य के हो र यसको अधिकार क्षेत्र के हो, कस्तो रहेको छ र भोलि आउने दिनहरू पनि आफूलाई यो यस सम्बन्धी ज्ञानहरू प्राप्त गरेर यस कार्यक्रमले ठुलो सहयोग पुर्याउने हामीले विश्वास रहेका छौँ र हरेक कक्षामा विद्यार्थीहरू यसरी सहभागी हुनुलाई र उल्लासका पूर्ण ढङ्गतर्फबाट विद्यार्थी सहभागिता हुनुलाई हामीले असाध्यै खुसी र सफलताको रूपमा लिएका छौँ। यिनै सन्दर्भमा पनि हामीले हरेक विगत आउने दिनहरूमा विद्यार्थीहरूलाई विभिन्न अन्य कार्यक्रममा सहभागी गराई विद्यार्थीमा को एउटा अन्तरिम क्षमताको विकास गरी सृजनात्मक शैलीको पनि विकास हुनेछ भन्ने कुरामा हामीले विश्वास लिएका छौँ। धन्यवाद।